भक्ति भक्त भगवंत गुरु चतुर नाम बपू एक तिनकर पद वंदन किए नाम सेवी अनेक गुरु गोविंद दोनों खरे काकोला गुपाय बलिहारी गुरुदेव की गोविंद दियो बताए वंदे गुरुपद कंगे कृपा सिंधु नर रूप हरि महामोहतम पुंज जासु बचन रवि कर निकर नमो नमो श्री जानकी नमो जनकपुर धाम धनुष तोर दुल्हा बने जहाँ परत पर श्री राम हमारे मिथिला देश में धारियों दुल्हा वेश याते यहीं उपासना चाहिए हमें हमेश जय करुणामय जानकी जय जय मिथिला धाम चरण कमल में प्रेमयुत पुनि पुनि करब सी कहते सुख उपजे ता कहते तमनास तुलसी सीता जो भजे राम चारे पास पवन तने संकट हरण मंगल मूर्ति रूप राम लखन सीता सहित हृदय बसु सुरभु। अपन टीवी देखनिहार संपूर्ण दर्शक महानुभाव के हम हृदय सा नमन करैत छी, जय श्री राम कहैत छी। आदरणीय दर्शक ढाका टोपी ये हमारे देश के गौरव थी कहे का। आदरणीय दर्शक आई जखन हम स्टूडियो में प्रवेश केलहुं हैं हमारा प्राविधिक बउआ नेपाली मुल्क के छथिन दीपक थर मलाई था छै न दीपक हो तो वहाँ दीपक से सबै बाल्नु हुन्छ यहाँ अंकल आज धेरै राम्रो किनभने आज मेरो ढाका टोपी लगाएको छु त्यसैले राम्रो है। फेरि राष्ट्रियता जसको यहाँ हुन्छ त्यो त राम्रो हो, त्यो राष्ट्रियता जसको यहाँ त्यो राम्रो अनि त्यस्तो राम्रोलाई देश हाम्रो। फेरि कुरा गरे कुरेको दुःख फेरि है। ढाका टोपी भनेको ढाका टोपी हो। संसारमा हाम्रो देश जस्तो सुन्दर कुनै देशै छैन। जाके रही भावना जैसी प्रभु मूर्ति तीन देखन तैसी। कुछ लोगों ने हमको तोड़ने का प्रयास करते हैं, लेकिन राष्ट्रीयता तो जोड़ने का प्रयास किया जा रहा है। कहीं भाषा का विवाद, कहीं वेशभूषा का विवाद, कहीं भूमि का विवाद करने वाले विवाद करते रहो, हम लोग जोड़ते रहेंगे। और मैं कल भी कहा था, मैं आज भी कहूंगा, इतिहास साक्षी रहेगा। और तोड़ने वाले तुम लोग तोड़ते जाओगे, अपने भी टूट जाओगे, दूसरे के तोड़ेंगे, जोड़ने वाला जोड़ते रहेंगे। और एक कौन है? साधु है। और ये साधु कौन है? जनकपुर धाम के नर नारी साधु है। जनकपुर धाम कौन? नेपाल। फिर संकीर्णता अध्यात्म को मंजूर नहीं, हम लोग संकीर्ण बने जा रहे हैं। हम लोग संकीर्ण बने जा रहे हैं। संकीर्णता नहीं बनेबाक चाहिए। जनक सुता
जग जननी जनक जी के धिया के जानकी के छठी सर्वेश्वरी शक्तिश्वरी करुणेश्वरी के जनक सुता जग जननी जानकी। और जगत की जननी छथी, जगत के जननी पूरे संसार के मां मम्मी मदर मॉम। अब जखन हमारे जानकी मैया संसार के जननी छथिन तखन पूरे संसार हुनकर पुत्र। आब कहल जाए हुनकर पॉकेट कत भलन जनकपुर धाम में, जनकपुर धाम के सबके मामा गाम। शास्त्र प्रमाण कहलों है, मानस के चौपाई सिद्ध करे है। सब गोटे समर्पित भाव से इस चौपाई के स्मरण किया जाए, आनंद भ जाता मन। जनक सुता जग जननी जानकी अतिशय प्रिय। क्या क्या बताऊं मैं मां के बारे में। मां तो मां, संसार सब रिश्ता करीब करीब स्वार्थ में रही है, लेकिन कह दिया गुरु शिष्य के रिश्ता और मैं बेटा के रिश्ता में कोनो स्वार्थ नहीं रही। वो कितनी भोली हो प्यारी प्यारी मामा। कहले कहे एक थप्पड़ कुटी दिन रात भरी रोए रे बसरू। माँ भरे को माँ हो रही है, भूमि भरे को जगत को माँ को भूमि है। जगत यार सुलाई हेरो ना। आज कहीं करुणा है कहीं कृपा है, तो एक कृपा इस भूमि के महापुरुष से हुआ है। वो कितनी भोली है प्यारी प्यारी है। मैं गाने का प्रयास करता हूं लेकिन भावुकता हमको गाने नहीं दे रही है। मां आठो भोको बस नून चाहे पेरी तोहरा चोरा चोरे लग भोको राख नून ना। मां संसार को अपमान सोनून छो तोहरा चोरा चोरे ला अपमान न दिनू नहीं फिरी। महिला अपने जीवन में अनुभव करे कुछ। मां आमा आभू रात भरी सुतलू ने फेरी थोड़ा चोरा चोरी को लागी। अब तो फैन से ऐसी फैसी भई सकियो। तो पहला वो अपनो आचर में छोरा छोरे लाए रात भरी मैले अपनो आँखा ले हेरे कुछ। यो शरीर को आमा इतनी प्यारी मेरे जगत जननी कति प्यारिया। मां भले को मां हो फेरी हामी छोरा संकृत बन दियो बन्नु न पर्ने थियो बन दियो गर्ने के। राष्ट्रवाद बनेको छँदै छैन, भाषण सेवा केही होइन। मैले आज ढाका टोपी लगाएको छु। त्यसैले म आज मेरो प्राविधिक मित्रले भन्दै हुनुहुन्थ्यो आज अंकल तपाईँ धेरै राम्रो, किनभने मेरो टाउकोमा ढाका टोपी लागेको छ त्यसैले राम्रो होला, नत्र मेरो जिउ के राम्रो। म आफ्नो फेस हेर्दै हेर्दैन। जनक सुता जग जननी जानकी अतिशय अति अति त्यो भन्दा त्यो पटक्कै होइन कोही। अतिशय प्रिय करुणा निधान की हामी जस्तो टुहुरोलाई कहाँ राख्नुहुन्छ, कहाँ तर राख्नुहुन्छ। त्यसैले हामी जानकी माता को संतान छोरा हो,
जगत को जननी को छोरालाई जगत पुरै संसार आफ्नै हो। मेरो मिथिला माटोले मलाई संसारलाई आफ्नो दाजुभाइ दिदी बहिनी सम्झो हे भनेर मेरो माटोले मलाई कहिलेकाहीँ थप्पड हान्छन् मुखमा। फेरि मैले शास्त्रको कुरो गरे हो। फेरि अतिशय प्रिय करुणा निधान की म जस्ता अबोध बालक जलाई समाजले हेप्छन्। के गर्छन् तर गर्छन्। त्यस्तालाई मेरी आमाले कठैभरि कति माया गर्। कति मायालु हाम्री आमा। मलाई जन्म दिने आमा यति प्यारी, जगत जननी यति प्यारी, अनि राष्ट्रमा भनेको त कुरै नगरौँ। फेरि नेपाल जो आमा जस्तो सुन्दर कुनै देशै होइन। फेरि म जस्ताले यो देशलाई कुरूप बनाउँदैछु। म जस्ता, फेरि अरू होइन। फेरि म जस्ता स्वार्थी, हरेक कुरो पैसामै। पैसा भनेको कहाँ हो म हेर्छु छ कि छैन, ल्याएन पैसा। हरेक राष्ट्रियता पैसामै, जे पनि पैसामै नगरौँ। नगरौँ यस्तो पैसा बिना। पैसा भनेको कागजको एउटा किन्ने बेच्ने मात्रै माध्यम हो। राष्ट्रियता भनेको राष्ट्रियता हो। मैले पटक पटक भन्दैछु, म पटक पटक स्मरण गर्दैछु, यो राष्ट्रप्रति ममता हुनुपर्छ, ममत्व हुनुपर्छ। अध्यात्मले ममतालाई राम्ररी मान्दैन, तर यो देशमाथि ममता नगर्ने, हामी देशमाथि ममता गर्ने, राष्ट्रमाथि ममता, राष्ट्रियतामा राष्ट्रवासीसँग समता र राष्ट्रियताप्रति अहंता गौरव। आई प्राउड आवर नेशन इज सो ग्रेट। अब मेरो इंग्लिश कस्तो छ, अंग्रेजी जान्नेहरू गुरुहरू करेक्सन गरिदिनु होला। म भनेको मिथिलाको मैथिली हो। राष्ट्रियता भनेको राष्ट्रियता हो। यही राष्ट्रियतालाई मनन गर्दै भक्ति सागरमा एउटा सुन्दर भजन दर्शन गरौँ। पश्चात यो ढाका टोपीको जे कृपा हुन्छ त्यही हुन्छ। ल एउटा भजन श्रवण गरौँ। कितनी प्यारी है, कितनी अच्छी है, प्यारी प्यारी है मेरी माँ, मेरी माँ वो कितनी अच्छी। आमाको न्यानो माया नै कति पवित्र हो, त्यो त म जस्ता सानो छोरालाई मात्रै थाहा होला। प्यारी प्यारी है मेरी माँ, मेरी माँ। आफूले भोक भोकै बस्नुहुन्छ, तर छोरा छोरीलाई इच्छाको भोजन दिनुहुन्छ, त्यो आमा हो। आफू अपमानित भएर पनि मान दिने काम गर्नुहुन्छ, त्यो आमा हो। आफ्नो छोरा छोरीको लागि लाज साज केहीको ख्याल गर्नुहुन्न। जब हामीहरू आफ्नो आमाको पेटमा हुन्छौं, वेदजी कहाँ जानुहुन्छ, जुन आमालाई हामी गाउँवासीले कहिले मुख हेरेनौं, उहाँ पुरै जीव वेदलाई समर्पित गर्नुहुन्छ। मैले देखेको छु। जसको बोली पुरै समाजले सुन्नु भएको छैन, त्यस्तो आमाले आज वेदनामा गर्नुहुन्छ। म जस्ता कुपुत्र छोरालाई जन्माएर। प्यारी प्यारी है मेरी माँ, नेपाल आमा। आज मैले ढाका टोपी लगाएर आएको छु। आज मेरो आमा भनेको नेपाल आमा।
यो ढाका टोपी कसको टाउकोमा छ, यो मधेसमा जन्मेको टाउकोमा छ। फेरि त्यो नबोल्नु होला है कठैभरि, कुरा गरे कुरैको दुःख। मधेसको छोराले रोइ रोइ गाउँदैछ। ओ काठमाडौँमा बस्नेहरू सुन्नु होला, सुन्नुहुन्छ कि सुन्नु मलाई के थाहा, तर सुनिदिनु होला। राष्ट्रपति ममता हुनुपर्छ। वी लभ आवर कन्ट्री। माया भनेको त देशसँग गर्ने, के ज्यूसँग गर्ने माया। छनमङ्गुर ज्यूलाई माया गरेर के हुँदैन। आया है सो जाएगा राजा रंग फकीर। मर्ने नै हो यो, मर्नेसँग यार प्रेम किन गर्ने। अरे अमर छ मेरी आमा, आमा भनेको अमर हो। फेरि मर्ने भनेको म जता छोरा हो, आमा भनेको अमर हो। वो कितनी प्यारी है, वो कितनी अच्छी है। देशसँग ममता, देशवासीसँग समता। सिया राम में, सिया भनेको मैं आमा, राम भनेको पिता। नारी र पुरुष यो चराचर जगतमा ब्रह्माजी महाराजले नारी पुरुषलाई संकल्पबाट रूप दिनुभयो। फेरि म जस्ता होइन, फेरि देशलाई बेच्ने म जस्ता होइन। फेरि क्लियर कुरा गर्छु, नेपाली भनेको क्लियर कुरा गर्ने हो। विश्वमा नेपालीले जति क्लियर कुरा गर्छन् त्यो कुनै देशले गर्दैन, बकबकाइ गर्छन्। फेरि म त नेपाली हुँ है, तर मेरो जन्म देशमा भएको छ। फेरि यी त के बुझी पर्दै। राष्ट्रसँग ममता, राष्ट्रवासी नेपाली दाजुभाइ दिदीबहिनीसँग समता अनि राष्ट्रियतासँग हमता गौरव। वी प्राउड आवर नेशन इज सो ग्रेट। हामी भन्दै गर्छौँ नि बेला बेलामा, हिमाल पहाड तराई। हिमाल भनेको हिउँले ढाकेको है। फेरि हिउँ थाहा छ, हिउँ कति चिसो हुन्छ है। आज म हिउँको बारेमा भन्छु है, हजुरहरू सुनिदिनु होला। हिमाल पहाड तराई, कोही छैन पराई। हिमाल कति मिठो है। मेरो देशको भूमिको बारेमा गाउन त मलाई कति आनन्द आउँछ, कति आउँछ। हिमाल पहाड तराई, कोही छैन पराई, त किन गर्छौ लडाई। हिमाल पहाड तराई त मैले बुझ्यो भन्ने गीत गाउने भोगेन्द्र, ओ भोगेन्द्र, ओ भोगेन्द्र। गीत हामी गाउँछौँ तर कुरा गरे कुरैको दुःख। ओ त मैले बुझे हिमाल पहाड तराई सबै आफै छौ, त यहाँ क्षेत्रवाद र जातिवाद र भाषावादको कुरा किन आयो त। फेरि कुरा गरे कुरैको दुःख। टोपी लगाएछु फेरि आज। हिउँले हामीलाई के सिकाएको छ त। एउटा कुरो नि हजुर, हिउँको थाहा छ, हिउँ जम्छ जहाँ बसे जम्छ, तर हिउँ नि आफै ठाउँमा जम्छ, अरू पडोसीकोमा जम्दैन। फेरि कुरा गरे कुरैको दुःख है। हिउँलाई हेर्नु होला, हिउँ नि जहाँ बसे पनि ऊ कहीँ जाँदैन हो, गइदिन्छ पानी बनेर, हिउँ बनेर जाँदैन। तपाईँ हेरेर हेर्नु होला, हेर्नुभयो, गएर हेर्नु होला। हिमाल पहाड तराई, हिमालले हामीलाई के सिकाएको छ त। हामी हिउँबाट के सिक्ने, अरे सबै कुरो सिक्ने, तर सिक्नुहुन्न। फेरि कुरा गरे कुरैको दुःख। सिकौँ।
हिउँले हामीलाई के सिकाएको छ त? ऐ भोगेन्द्र हजुर नेताजु, भाषण गर्ने मान्छेले हामी नेता भन्छौँ। हो हजुर, हिउँबाट हामीले के सिक्ने? हिउँबाट हामीले आफ्नो ठाउँलाई माया गर्न सिक्ने। हिउँ अन्त कहीँ बस्दैन, आफ्नै ठाउँमा बस्छ। गइदियो भने पानी बगेर गइदिन्छ, हिउँ बनेर जाँदैन। तपाईँ हेर्नु होला, हिउँ कहीँ जाँदैन। र हिउँको थाहा छ, हिउँमा जसले बस्छ नि मर्दियो भने उसको स्वरूप कहिले परिवर्तन यार। हिउँमा शरण लिएको मान्छेको जीवको यस्तो छ, हिउँको कति होला। हिउँमा मर्दिए पनि जस्ताको त्यस्तै हुन्छ फेरि। हिमालले हामीलाई आफ्नो स्थितिमा अडिग बस्न सिकाएको छ। फेरि कुरा गरे कुरेको दुःख। अनि पहाडले के सिकाएको छ? पहाडले त के सिकाएको छ? के सिकाएको छ? सबै कुरो सिकाएको छ। सबैमा राष्ट्रियता। सियाराम में सब जग जाऊं, करहु प्रणाम जोर जग पानी। समत्व समत्व सब जग जानी भनेको छ। जग भनेको पृथ्वी। यहाँ जनकपुर धाम, पशुपति बाबा, पोखरा, काठमाडौँ, नेपाल, सेपाल, खपार कहाँ, सियाराम में सब जग जानी। सबै ठाउँमा हाम्रो परमात्मा विद्यमान हुनुहुन्छ। नर नारी सबै ठाउँमा। हिमाल पहाड तराई, कोही छैन पराई। मेरो कुरा यदि चल्यो भने म त सबैको घर घरमा यो सूत्र लेख्न लगाइदिन्छु। लेखेन भने दण्ड जुर्माना 5001 रुपैयाँ। कति 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 प्रेरणादायी योलाई त म भजन भन्छु फेरि। हिउँले आफ्नो यथास्थितिमा बस्न सिकाएको छ। पहाडले विशालता सिकाएको छ। विशालता क्या पहाडमा? तर पहाड नि पहाड हो, त्यो पनि कहीँ जाँदैन। तराई भनेको समता। माया कुरो सिक्छौँ हामी हिउँबाट। हिउँले कति माया गर्नुहुन्छ। त्यहाँ मर्दिए पनि बस्दिए पनि यथास्थितिमा राख्नुहुन्छ। हिउँ त जोगाएर राख्ने हो। हामीले आफ्नो देशलाई माया गर्छौँ नि, हामी देशलाई कति जोगाएर हामीले राख्नुहुन्छ। म जस्ता कोही नभएको मान्छे यहाँ जोगिएको छौँ, यहाँ बाँचेको छौँ, खाएको छौँ, गीत गाएको छौँ, रमाएको छौँ। त्यो कृपा भनेको नेपाली आमाको कृपाले गर्दा हो। फेरि ढाका टोपी लगाएको छु है, हजुरहरू पनि लगाइदिनु होला। फेरि चाहिँ आफ्नै पैसाले, फेरि मैले आफ्नै पैसाले लगाएको छु। र म यो भावना कसले व्यक्त गर्दैछ? मधेसको छोरोले। फेरि मधेसले राष्ट्रियतालाई जोगाएर राख्ने ठाउँ हो। त्यही म भन्दैछु, कुरा गरे कुरेको दुःख। हिउँले यथास्थितिमा बस्न सिकाएको छ। पहाडले उदारता सिकाएको छ। तराईले समता सिकाएको छ। कुरा यहीमा छ। कुरा हिमाल पहाड तराई, कोही छैन पराई। ए भोगेन्द्र किन गर्छौ लडाई? हजुर अब गर्दैन है। त्यो त परेमा विदेशबाट आउनु भने चकलेट दिनु भने विदेशीको चकलेट खाएर त्यो ढुढु फुटु गर्दैछु। अब गर्दैन हजुर, कान उठ भइस हो, गर्नुहुन्न। हाम्रो नेपाली माटोले हामीलाई झगडा गर्न सिकाएको छैन। हामी त झगडा गरे विदेशबाट सिकेर आएर हो। जहिले देखि हामी विदेश गयौँ नि झगडा सिकेर आयौँ। जहाँ जान्छौँ नि त्यही केही न केही कुरा त सिकेर आउँछौँ नि त। हामी झगडा गर्ने सिक्यौँ, प्रेम गर्न त सिकेनौँ। विदेशबाट के सिक्नु पर्ने थियो? सफाई कतिको गर्नुहुन्छ, विकास कतिको गर्नुहुन्छ, त्यो कुरो त सिकाउनु। हामी झगडा गर्न सिकेर आयौँ। जाके रही भावना जैसी, प्रमुरति देखी तैसी। हिउँबाट प्रेम गर्न सिकौँ, सगरमाथाबाट गौरव गर्न सिकौँ, तराईबाट समता गर्न सिकौँ। हिमाल पहाड तराई, कोही छैन पराई। तब किन गर्छौ लडाई?
अब एउटा संकल्प लियौं, हामी नेपाली मिलेर बसौं र राष्ट्रियतालाई विश्व सामु उजागर गरौं। र म गरे ल तपाईहरु पनि गर्नुस्। राष्ट्रियता भनेको न कुनै दलको हो न कुनै घरको। राष्ट्रियता भनेको हामी नेपाली जनजनको। फेरि अन्यथा अर्थ नलागोस्। हामी त अन्यथा अर्थ लगाउन खप्पिस छौं। फेरि कहीं भाषाको विवाद, कहीं क्षेत्रको विवाद, कहीं केको विवाद। तर नेपालको इतिहासले विवाद गर्न सिकाएको छैन। ढाका टोपी मैले लगाएको छु। हामी ढाका टोपी लगाएपछि हाम्रो भावना पवित्र हुन्छ। हामीलाई राष्ट्रवाद अंगारो भने कति पवित्र है। नेपालीपन नेपालीपन नेपालीको मन कति पवित्र हाम्रो नेपालीको मन। नेपालीपन जीवनको धन। हरियो वन नेपालको धन हामी भन्थ्यौं हो, तर दिउँसो भन्थ्यौं नेपाल हरियो वन नेपालको धन, राति राति त्यही भन्थ्यौं। यस्तो कहीं हुन्छ है? नेपालीपन भनेको म नेपाली हुँ, मलाई गौरव छ, म नेपाली हुँ। तर म जन्मेकै मधेसमा हो र मधेसको माटोले नेपालीपन सिकाएको छ। फेरि नेपालीपन नेपालीको धन। हामी नेपाली हौ, यो नै मेरो देशको अमूल्य धन हो। हामी सबै नेपालीमा म नेपाली भनेर गौरव जाग्दियो भने मलाई विश्वास छ 1 वर्षको भित्रमा मेरो नेपाल एसियाकै समृद्ध राष्ट्र बन्ने छ। विश्वास हो फलदायकम। नेपालीपन नेपालीको धन। नेपालीपन नेपालीको धन। पैसा कति पवित्र हाम्रो नेपालीको मन। किनभने हाम्रो राष्ट्रियता नै हाम्रो धर्म भने यस्तो राष्ट्रियता बचाएर राख्ने मन कति पवित्र होला। हामी एकछिन सोचौं त, कति पवित्र मन होला त्यो, जुन मनमा हाम्रो राष्ट्रको गौरव गरिमा त्यो मनबाट तरङ्गित हुँदैछन्। त्यो मनलाई म नमन गर्दैछु। र यस्तो मनलाई हामी कुन धन भन्ने त धन हो। फेरि हिमाल पहाड तराई कोही छैन पराई। हिमालले हामीलाई यस्ता स्थितिमा बस्न सिकाएको छ। पहाडले उदार बन्न सिकाएको छ, महान बन्न आफ्नो चिन्तालाई उचाइसम्म पुर्याउन सिकाएको छ। तराईले हामीलाई समत्व ममत्व समता सिकाएको छ। र जबसम्म राजको कुरा गर्ने भोगेन्द्र जस्ताले ममता अहमता समतालाई राम्ररीसँग बुझेन भने राष्ट्रियता भनेको बुटक्कै हो। यहीमा हुन्छ राष्ट्रियता। राष्ट्रियता भनेको कुनै दलको कुरा होइन। फेरि राष्ट्रियता भनेको कुनै घर विशेषको कुरा होइन। राष्ट्रियता भनेको सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनी आमा हजुरबुवा हजुरआमाहरूको मनबाट तरङ्गित हुने गीत हो। त्यो
राष्ट्रियता एउटा 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 संगीत हो, गीत हो र यो संगीत र यो गीत सम्पूर्ण नेपाली आमा दाजुभाइ दिदी बहिनीहरूको मनमुटुमा धन्किनै पर्छ र एकचोटि गाउँदै गरौँ। नेपालीपन नेपालको धन कति पवित्र हाम्रो नेपालीको मन र यो नेपालीपन हामी सबै नेपालीमा भइदियो भने अवश्य हाम्रो राष्ट्र समृद्ध राष्ट्र बन्नेछ। म जुन भूमिमा जन्मेको छु त्यो मधेस हो। मैले कुन टोपी लगाएर आउनु पर्ने थियो? म मैथिल छु, मैथिली बोल्ने। मैले त पाग लगाएर आउनु पर्ने थियो तर मैले ढाका टोपी लगाएर आएको छु। त्यसको कारण के होला थाहा छ? किनभने हजुरहरू कहिले काहीँ गाली दिनुहुन्छ नि हामीलाई। हेर्नु त त्यो गाली दिने भूमिबाट हामी ढाका टोपी लगाएर आएको छु। अब गाली दिनुहुन्छ? गाली दिएर यो देश समृद्ध हुँदैन। हामीलाई यो देशलाई समृद्ध गर्नु छ। त्यसैले र अरूले कहीँ यो देश समृद्ध भइदियो भने के होला? त्यसले नि हजुरहरू हामी दाइ दाइ भन्छौ, हामीलाई भाइ भनिदिनु न। म दाइ भन्दिनँ, म भाइ नै भन्छु। तराईले फेरि हेर्नुस्, पूर्ण ऋण सुभग सुचि सन्त धर्मशील ज्ञानी गुणवन्त। जनकपुर धाम मिथिलावासी साधु संत महात्मा हो। पूर्ण सूची भनेको पवित्र हुन्छ। आत्मा कति पवित्र हो म बताइदिउँ। बासमती चावल उब्जाउने नि हामी तराईवासी हो हामी। तर हजुरहरूलाई हामी खुवाउँछौँ, पहाडमा पठाउँछौँ। हजुरहरू खानुहुन्छ तर गाली दिनुहुन्छ। अब गाली भनेको हाम्रो नेपालीको संस्कृति नै होइन हो। तपाईँ इतिहास हेर्नुहोस्, गाली दिने अपमान गर्ने त्यो त विदेशीको संस्कृति हो। अपमान दिने, गाली दिने। किनभने हाम्रो त आत्माको सम्बन्ध, देहको ठुलो सम्बन्ध। विदेह विदेह वैदेही जनकात्मजा। हामी बासमती चावल, चाउर, राइस, तुलसी फूल, मसिनो मसिनो बासनादार चावल दाल उब्जाउँछौँ। हजुरलाई पहिला खुवाउँछौँ, बचेको हामी खान्छौँ। अनि यति त्यागी मान्छेलाई गाली दिन पाइन्छ त? पाइँदैन दाइ, पाइँदैन, पाइँदैन। लु अब आजदेखि हामी संकल्प गरौँ। आजदेखि एउटा नेपालीले अर्को नेपालीलाई अपमान गर्न पाइँदैन। लु आज संसदबाट घोषणा गरौँ। ल अविलम्ब आजदेखि घोषणा गरौँ। संसदबाट, केन्द्रीय संसदबाट र यहाँ प्रदेशको, सातै प्रदेशको संसदबाट आजै घोषणा गरौँ। एउटा नेपालीले अर्को नेपालीलाई मान अपमान, मान दिन पाइन्छ, अपमान, गाली बेइज्जती, क्षेत्रवादको कुरा गरेर, भाषावादको कुरा गरेर, अन्य कालो गोरोको कुरा गरेर विभेद गर्न पाइँदैन। हजुरहरू यो मोहको पनि विश्वास गरिहाल्नुहोस्। 1 वर्षमा हाम्रो राष्ट्र समृद्ध हुनेछन्, हुनेछ, हुनेछ, हुनेछ। 3 सत्य सत्य। मधेसको एउटा ठिटोले यति यति ढाका टोपी लगाएर गीत गाउँदैछौ। हजुरहरू पनि हाम्रो पाग लगाएर मैथिलीमा गीत गाइदिनु होला, तर गाउन सक्नुहुन्न। फेरि कुरा छ यहाँ। लु दाइ गाइदिनु होला। अनि मिथिला धाममा आएर दही चुरा खाइदिनु होला। हामी सित्तैमा माया गएर खुवाउँछौँ। बासमती चावल त उब्जाएर खुवाइदियो, दही चुरा खुवाउनलाई के छ र? हेर्नुहोस्, र मेरो अपन टिभी यो हाम्रो दीपक बाबु पहाडको, म अनि तराईको क्यामेरा टिभी विदेशी, तर हामी स्वदेशी गीत गाउँदैछौँ भनेको अपन टिभीबाट त यो सिक्नै पर्छ। म त प्राविधिक मित्रको म फेसै लाएर म देखाइदिन्छु, तर देखाउने परम्परा छैन यहाँ। हाम्रो दीपक बाबु पहाडको, म त माया गर्छु, सधैँ म गाली गर्छु कि बाबु मेरो घरमा के
अनि किन चिया खान आउनु, म त गाली दिन्छु, आउनुहोस्, म मरु खाँदैन, तपाईँले खुवाउँछु। किनभने हामीले त राष्ट्रियतालाई जोगाएर राख्नु हो नि त। मेरो दीपक बाबु प्राविधिक मित्र, बाहरको म तराईको टिभी विदेशको, अब नि समृद्ध पारो टिभी पनि आफ्नो देशमा बनाउने। राष्ट्रियता जबसम्म बच्दैन हामी बच्दैनौँ। यो सबै चमत्कार ढाका टोपीको हो। ढाका टोपी लगाएर आयो भने पवित्र मन हुन्छ भने राष्ट्रियता यो पवित्र मनमा भेटियो भने कति पवित्र। त्यसैले गाउँ 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 मजाले नेपालीपन नेपालीपन नेपालको धन नेपालीपन। आज मैले झन्डा पनि ल्याएको थियो, त्यो मेरो बेगमै छ। अब अर्को दिन झन्डाको बारेमा गीत गाउँला, तर गाउनै पर्छ। हाम्रो झन्डाले हामीलाई के सिकाएको, चन्द्र र सूर्यले हामीलाई के सिकाएको छ, मेरो बेगमै बिर्से म। नेपालीपन नेपालको धन कति पवित्र हाम्रो नेपालीको मन। हे कति पवित्र हाम्रो नेपालीको मन, कति पवित्र हाम्रो हे नेपालीको मन। आजदेखि हाम्रो देश नेपालमा एक नेपाली अर्को नेपालीसँग झगडा गर्न पाइँदैन। आजदेखि त्यो अभियान चलाउ र यो अभियान चल्छ देशबाट, देशको सत्ता शक्तिबाट अभियान चल्नु पर्ने। एउटा व्यक्तिबाट चल्दियो भने त पैसा खाने लोभ हुन्छ। यो देशले चलाउनु हो अभियान। र सम्पूर्ण नेपाली आमा दाजुभाइ दिदी बहिनीको मनबाट यो राष्ट्रियता गीत धन्किदियो भने हाम्रो देशै गरिब रहँदैन। हामी किन गरिब रहन्छौँ? जब हाम्रो देशै गरिब रहँदैन त हामी गरिब कसरी? बुझौ कुरा त यहाँ पो अर्केको छ त। हाम्रो देश गरिब, हामी कसरी अमीर? हाम्रो देश धनी भइदियो भने हामी सबैजना धनी हुन्छौँ र त्यो धनले हामी विश्वको गरिब पडोसी छिमेकी देशहरूलाई हामी सहायता गर्छौँ। गरिब भएर पनि सहायता गरेको छौँ, धनी भएर अझ सहायता गर्छौँ नि हामी त। त्यसैले भक्ति सागरबाट अब जाने बेला भएको छ। तर के गर्ने, मलाई ढाका टोपीले मलाई यो कुरा भन्नै सिकाउँछ, यो माथिबाट आउँछ, ए भन भन भन। हामी राष्ट्रियतालाई जोगाएर राखौँ। मधेसीलाई पार मुलुकका दाजुभाइ दिदी बहिनीले गाली गर्न पाउनुहुन्न। हामीले पनि पारे मुलुकका दाइलाई दाइ भन्छौँ। हामी त गाए हजुर नि दाइ। सानो मान्छेलाई गाई नै भन्ने, गाई त कति सानो हुन्छ फेरि। जाँदा जाँदै सम्पूर्ण देशवासी आमा दाजुभाइ दिदी बहिनीहरूसँग मेरो नमन ढोग, यो मधेसी छोराको नमन ढोग। आजदेखि हाम्रो देश नेपालमा विभेदको कुरा त गर्नै हुँदैन, भन्नै हुँदैन र त्यो कुरालाई गर्नै हुँदैन। फेरि जाँदा जाँदै एकपल्ट फेरि यो गीत गाएर हामी जाउँ, मजाले जीवन निर्वाहन गरौँ। हिमाल पहाड तराई कोही छैन पराई, कोही छैन पराई।
नेपालीपन नेपालको धन कति पवित्र हाम्रो नेपालीको मन। हाम्रो देश पवित्र छ, पवित्र बनिरहोस्। हाम्रो देश संसारको सबभन्दा समृद्ध देश बनोस्। यही शुभ संकल्प गर्दै मबाट केही गल्ती भएको छ भने हजुरहरू मलाई भाइ भनेर माफ गर्नुहोला। र जाँदा जाँदै भक्ति सागरमा एउटा राम्रो आरती राख्दै जय नेपाल, जय देश, जय मिथिला, जय विश्व। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःखभाग् भवेत्।